आज मेक्सिकोले संसारकै वान अफ द मोस्ट वान्टेड ड्रग लर्ड एल मेन्चोलाई मारेको छ, जसले गर्दा मेक्सिकोभरि ठुलो भाइलेन्स भइरहेको छ। र यति मात्र होइन, यो भएको भाइलेन्सले गर्दा युएस लगायत थुप्रै देशले मेक्सिकोमा रहेका आफ्ना सिटिजन्सहरूलाई होटलबाट बाहिर ननिस्किनु भनी रिक्वेस्ट गरेका छन्। खास के भएको थियो भन्दा मेक्सिकोले ज्यालिस्कोको वेस्टर्न स्टेटमा मेजर मिलिट्री अपरेसन लन्च गरेको थियो, जसमा एयरफोर्स र नेसनल गार्ड युज गरेको थियो र युएसले पनि एल मेन्चोलाई लोकेट गर्न इन्टेलिजेन्स दिएको थियो। यो अपरेसनमा सेक्युरिटी फोर्सेस र कार्टेल मेम्बर्स बीच गोली प्रहार भएको थियो, जसले गर्दा कार्टेलका 4 जना मेम्बर्सहरू मारिएका थिए भने 3 जना सोल्जर्सहरू घाइते भएका थिए। र ज्यालिस्को न्यू जेनेरेसन कार्टेल यानी CJNG का लिडर एल मेन्चो घाइते भएको थियो र मेक्सिको सिटी लैजाने क्रममा उसको डेथ भएको थियो। तर कुरा यतिमा मात्र सकिँदैन। फेरि एल मेन्चो यति पावरफुल क्यारेक्टर हो कि उसको डेथ पछि मेक्सिकोको थुप्रै ठाउँमा बदला लिनको लागि कार्टेलका मेम्बरहरूले एट्याक गरेका छन्, जसमा गाडीहरू जलाइएको छ, हाइवेहरूको बीचमा बन्दुक लिएर हाइवे ब्लक गरिएको छ भने सेक्युरिटीजहरूसँग पनि झडप भएको छ, जसले गर्दा मेक्सिकोको थुप्रै ठाउँमा स्थिति एकदमै तनावपूर्ण छ र थुप्रै ठाउँमा त फ्लाइटहरू सुद्धा टेम्पोररी क्यान्सल गरिएको छ। एल मेन्चोको कुरा गर्नुहुन्छ भने उसको लिडरसिपमा CJNG यति ठुलो र पावरफुल क्रिमिनल नेटवर्क भएको थियो कि प्राय युएसमा ड्रग र अरू धेरै इलिगल कुराहरू यही नेटवर्कबाट जान्थ्यो। एल मेन्चोको लिडरसिपमा मेक्सिकोमा पनि धेरै नै भाइलेन्स भएको थियो, जसले गर्दा उसको टाउकोमा US 15